बेहुली माथि कौचिनी गाउँको मझिलके बेहुला त राजा लिएर सुनकोशी नामकोशी तरेर याम्बुको सहर टेकेर थानकोट डाँडा काटेर लसकर गरेर नौ बिसे बजार झरेर त्रिशुली खोलाको तिरैतिर आयो है जन्ती भनेर बेहुली त नानीको आश गरी आइपुग्यो धादिङ गजुरी बेहुली त नानीको आश गरी आइपुग्यो धादिङ धादिङ जिल्लाको रानीले आउनु है लिन भनेर चिठी त लेखी पत्तर परेवा चरीको जोडीलाई पठाएको रहेछ खबर